ल अब हामी भाइ चाहिँ लाग्यो कुहिरोले केही देखिँदैन नि यस गुड मर्निङ अङ्कल अङ्कल स्वागत छ हजुरलाई मेरो ब्लगमा दामी ल। नमस्कार यस मेरो नानीहरू बस आई लभ यु छ किनकि म सिक्किममा थिएँ मेरो नानीहरू फेरि अब आएको छ सिक्किममा आसामकोदेखि लिएर चाहिँ सबै भ्रमण गरेर चाहिँ आउनु भएको छ यस म आई लभ यु छ अब हामी कहाँ जाइँदैछ अङ्कल आज हामी अब जान्छौँ हामी आले हाले त्यसको बादमा ओह्रालो थोङलिङ ओके थोङलिङबाट आउँछ हामीहरू घर Yes. घरदेखि चाहिँ अब सामानहरू के यसो दिएर चाहिँ फेरि हामी ब्याक टु ब्याक त्यही आएर चाहिँ फेरि हामी जान्छौँ सोरेङ ओके अब अङ्कलले हामीलाई घुमाउनु हुँदैछ अङ्कलको यो थारमा सोरेङ न कहाँ रे लुङ्गा सोरेङ 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 अगाडि बस्छ ओके म ब्लग बनाउनु परेन लुङ्गा अब हामी त अब लामो छ अब आन्टी अङ्कलको घरदेखि हामी निस्किसकेका छौँ हल्का चिया खाएर हाम्रो बुद्धजी हल्लिनु हुँदै रहेछ यहाँ आजको दिन चाहिँ पुरै कुहिरोले ढाक्ने पर्यो अब मौसम चाहिँ एकदम राम्रो र हामी फाइनली आइसकेको छौँ सोरेङ मार्केट यहाँ चाहिँ हामी भैँसीको मासु ल्याउनु आएको कसले सापको फोटो हेर्नु सक्नुहुन्छ उहाँ पुरा कुहिरो लागिरहेछ होइन जाडो छ कि र सबैजना ज्याकेटहरू लगाएर हिँडिरहेको छ होइन फाइनली सोरेङ र हल्का यो यहाँको भैँसीको मासु पनि पाउँछ होइन भैँसी लाङ्स्या फाक्सिया सबै पाउँछ यहाँ। सबै पाउँछ यो चाहिँ राँगाको मासु यो मार्केटको नजारा हेर्नु सक्नु गोरुको मासु माछा र ब्रोइलर रहेछ अङ्कलले हामीलाई पुरै घुमाउनु हुँदैछ आज मार्केट एरिया अब चिन्नुहुन्छ होला अङ्कलले कसरी केजी छ यसको यहाँ र हामी फर्केको अब घरतिर अङ्कलले हामीलाई यहाँनिर पवन चामलिङ सरले ओपनिङ गर्नुभएको रहेछ यो होइन होइन र अङ्कल हजुर पहिला चाहिँ अब पाउन चामलिङले चाहिँ अब यो गर्नुभएको थियो होइन अब अहिले चाहिँ के छ भनेदेखि चाहिँ हाम्रो पेस सर गोले साहब हुनुहुन्छ हो एसकेएम हुनुहुन्छ हजुर। मलाई खुसी लाग्छ यस अहिलेको छ नि यसो घर यस, अन्त हामी पनि यसो घुम्दै आएको अन्त यसो अब यसो घुमाउँदै लिएर आउनु भएको हामीलाई यो लाग्यो नि एकदम बढिया ढुङ्गा त पहिला पनि आएको यो होइन र कस्तो लाग्यो सोरेङ मार्केट हजुरहरूलाई थ्याङ्क यू फर वाचिङ कमल राई ब्लग बाई बाई